हेलो सबैजनालाई नमस्ते। आज पनि म भिडियो लिएर आएको छु। मेरो भिडियो अन्त्यसम्म हेरिदिनु होला। अनौठो क्या आउँदैछ हाम्रो ट्रेन। पछाडि आयो आयो ट्रेन आयो आयो। दाजु भाइ सबैजना मिलेर हामी जाँदैछौँ। ए उभिने पो भयो है हो र। ल ठिक छ। ट्रेन पनि आयो अनि प्याक छ। हामी चाहिँ उभिएरै अब जानु पर्यो। ट्याक्कै लाग्यो गयो हाम्रो ट्रेन। लु वाउ यहाँसम्म त हुन्छ पुरा देख्नु सक्नुहुन्छ। हाम्रो निस्किने होला है अब यही भएको नि लु हामी त थोरै बसेको भयो। ल भर्खर चढे जस्तो लाग्छ। यति हाम्रो यो ट्रेनलाई पनि फाइदा। यो ट्रेनलाई पनि बाई 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 बाई। ए भयो 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 भयो। कता हो यहाँ चाहिँ मेरो बुढाले लोकेसन हेर्नु हुँदैछ जाने ठाउँ। आछु जाडो हुँदैन भनेर स्कुल लाग्यो। लास्टमा हामी चाहिँ सिलगढीबाट निस्क्यौँ। ब्याग पनि धेरै छ। छु घाम त मजा लागेको छ। हिजो चाहिँ पानी परेर जाडो थियो। यहाँ हिँड्नुपर्छ अझै। लु गयो ट्रेन ल गयो। ल यो है टोलीहरू हाम्रो टोली। ए टोली धेरै छ टोली सबैजना। ल यस्तो छ मेरो अब यस्तो राम्रो छ क्या ठाउँ चाहिँ। भर्खर गयो ट्रेन। यसरी यहाँ सबै दाई भाइ बुढा आइसकेको अरे यो ठाउँ। म चाहिँ आएको छुइनँ। मेरो चाहिँ फर्स्ट टाइम हो त्यही भएर। कस्तो राम्रो मिलाएर रोपेको छ। यो के नेपालमा औषधिको रूपमा रोपेको थियो क्या। यो भाइरल भइरहेको थियो क्या यो फुल। लु देख्न सक्नुहुन्छ यो यस्तो राम्रो छ। यो है घुम्ने ठाउँको नाम चाहिँ यो हो। भन्न आउँदैन के यस्तो राम्रो देखेको हरि ल आछु जाडो हुँदैन भनेर कुर्ता लाएर आयो लास्टमा।
सल लाउनु झ्याउले सल यसरी गरेको क्या पानी हराएछ हौ कुर्ता सुर्ता लाएर हिँड्ने टक्कसँगले हराएछ अब देख्न सक्नुहुन्छ घरको टाढो पनि देख्यो हामीले पनि देखिरहेको छौँ ल हेर्नुहोस् दामी दामी छ कस्तो राम्रो छ यहाँ नि अलिकति जुम गर्थ्यो टाढे गर्दा जस्तै क्या यहाँ सबैजना भेला भएर बसिरहेको रहेछ हामी खालि जनावर हेर्न आउँछौँ राम्रो लाग्छ नि त ल मलाई त सबैले छोडेर गइसक्यो भिडियो मात्र बनाउनु मन लाग्छ ल एउटा रहेछ बसिरहेको छ घाम तापेर बसिरहेको छ यहाँ चाहिँ सब बिदाको दिन चाहिँ सबैजना छुट्टी एकदम रमाइलो मान्छ नि त यहाँ चाहिँ यहाँ रहेछ कोही रहेन रहेछ बिचारै एक्लै रहेछ हेर्दैछ मान्छे पनि बुढा भने यस्तै हुन्छ ल हाम्रो चाहिँ गाउँभरि छरपष्ट मान्छेले पालेछ यहाँ चाहिँ हेर्नु होइन एउटा उयसमै आउनु पर्ने ल ल हेर कस्तो मजाले जाली लगाइदिएर हेर कस्तो मजाले यस्तो मजाले जाली लगाएर हेर्नु कस्तो राम्रो सेप बनाएर राखिदिएको छ क्या ल यस्तो राम्रो आनन्द हेर ठक्क पोखरी पनि बनाइदिएको रहेछ आनन्द क्या खेल्ने हेर कस्तो राम्रो शीतल ठाउँ केटीलाई किन्नुको लागि कस्तो मजाले लु आइटमको गाडीहरू छ ल पुचिक 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 गर्दैछ लु यस्तो मेला लाग्यो बन्दुकहरू ए बाघहरू आउँदाखेरि सुतिरहेको हुन्छ मजासँग शीतलमा सुतिरहेको छु लु पुच्छर हल्लाउँदै ल ल ल हौ पुच्छर हल्लाउँदै सुतिरहेको छ ऊ मजाले पौडी खेल्दैछ ए ल ल हेरेको ल हेर्दैछ त्यही त नि छ नि पथरीको उयसमा भाउने जाँदाखेरि पथरीमा छ त नि छ नि माछा चाहिँ हेरेकै हुन्छौँ कस्तो मजाले ल पक्रिम लाग्यो जहाँ जान्छौँ माछा चाहिँ हामी देखेकै हुन्छौँ हेर कस्तो मजाले
अरे सुगाको घर हो क्या यो त ए त्यही त लु कलर कलर रहेछ सुगा त सुगाको घर कतिवटा कलर रहेछ निलो पनि रहेछ नि यहाँ नि निलो पनि रहेछ यताबाट जाऊँ न केटाकेटी केले यस्तो छ आइस बनाइरहेको छ नि त बाटो जस्ताको जस्तै देखेको नि ल यसरी बनाएर राखेको छ खै भाइ यो त भेडाको उयो रहेछ नि यो भालु होइन भालु होइन खै साइडमा चाहिँ साइडमा म्याडम लाउनु सर लाउनु साइडमा दाँत त कहाँ हाल्नु जस्तो यस्तै हुन्छ होला नि पछि हामी मऱ्यौँ भने पनि ल बिरालो पनि हेर न ल साँच्चैको म्याउ म्याउ सिसा टल्केर के